सहरलाई चिन्न सधैँ पैदल हिँडिरहनु पर्दैन। कहिलेकाहीँ एउटा सडक र केही किलोमिटरको यात्रा नै काफी हुन्छ। आज हामी कुनै पर्यटकीय ठाउँ खोज्न निस्किएका होइनौँ। हामी जाँदैछौँ काठमाडौँको एक सामान्य दिनभित्र। बालाजुबाट सुरु भएको यो यात्रा रिङ रोड हुँदै किर्तिपुरसम्म पुग्नेछ। बाटोमा जे भेटिन्छ त्यही आजको कथा हुनेछ। बालाजुबाट बाइक अघि बढेसँगै काठमाडौँको परिचित आवाजहरू एकपछि अर्को सुनिन थाल्छन्। इन्जिनको आवाज, वरिपरिबाट बुढिरहेका सवारी, सडक किनाराका गतिविधि, सहर बिस्तारै हाम्रो अगाडि खुल्दै जान्छ। एउटै सडकमा कसैलाई कार्यालय पुग्नु छ, कसैलाई सामान पुर्याउनु छ, कसैलाई घर फर्किनु छ, अनि कसैका लागि केवल अर्को सामान्य यात्रा। सहरको वास्तविक जीवन यस्तै साना यात्राहरूमा चलिरहेको हुन्छ। গল্পে গল্পে আমাদের কথা বললে তুমি বুঝবে না জানি, আড়াল থেকে দেখছি তোমার চোখ, না ভেবেই প্রেমেতে আমি ডুবে গেছি, সত্যি আমি তোমার হয়েছি, না ভেবেই প্রেমেতে আমি ডুবে গেছি, সত্যি আমি তোমার হয়েছি। केही बेर घामले सडकलाई उज्यालो बनाउँछ, फेरि बादलले आकाशलाई ढाक्छ। यस्तै मौसममा काठमाडौँको रङ पनि बारम्बार बदलिन्छ। घाममा देखिएको सडक र बादलमुनि देखिएको सडक अनुभूति फरक हुन्छ। सायद यात्राको मन्त्र यही हो, ইশারাতে আজ পালাতে জানান দিয়েছি, সত্যি আমি তোমার হয়েছি। अझ स्पष्ट देखिन्छ। एउटा लेनमा बस, अर्को दिशामा कार, बीचमा मोटरसाइकल अनि आफ्नो भार बोकेको अघि बढिरहेको ट्रक। सबैको गति फरक छ, तर बाटो एउटै छ। सायद काठमाडौँको परिचय पनि यही हो, फरक जीवन, एउटै सडक।
अब केही क्षण शब्दहरूलाई आराम दिउँ। क्यामेराले जे देखिरहेको छ त्यसलाई त्यही रूपमा महसुस गरौँ। सडकको गति, गाडीहरूको चाल, आकाशको परिवर्तन अनि काठमाडौँको दैनिकी दृश्य। कहिलेकाहीँ दृश्य आफै पर्याप्त हुन्छ। काठमाडौँलाई हामी वर्षौँदेखि देखिरहेका छौँ। त्यसैले यो दृश्य अब सामान्य लाग्छन्। तर यात्रा गर्दा अलि ध्यान दिएर हेर्ने हो भने सामान्य देखिने कुरामा नै धेरै परिवर्तन देखिन्छ। पुराना संरचनाको छेउमा नयाँ निर्माण, सानो पसलको अगाडि व्यस्त सडक, सार्वजनिक यातायातको चाप र आफ्नै गतिमा अघि बढिरहेको सहर। काठमाडौँ सायद सुन्दर देखिने भन्दा बढी महसुस गर्नुपर्ने सहर हो। ठुला ट्रक र बससँगै यात्रा गर्दा सडकको अर्को रूप देखिन्छ। एउटा ठुलो गाडीले सडकमा आफ्नो छुट्टै स्थान बनाएको हुन्छ र साना सवारीले त्यसअनुसार आफ्नो बाटो खोजिरहेका हुन्छन्। यही समायोजनले सडक चलिरहेको हुन्छ। यहाँ कसैको बाटो पूर्ण रूपमा आफ्नो हुँदैन। सबैले एकअर्काको उपस्थितिलाई बुझेर अघि बढ्नुपर्छ। सडकले हामीलाई एउटा सानो कुरा सिकाउँछ। आफ्नो बाटोमा अघि बढ्नुहोस्, तर अरूको बाटोको अस्तित्व पनि स्वीकार गर्नुहोस्। तपाईले काठमाडौँको सडकमा यात्रा गर्दा सबैभन्दा बढी महसुस के गर्नुहुन्छ? ट्राफिकको तनाव, सहरको चहलपहल अथवा बाइकमा हिँड्दाको स्वतन्त्रता? तपाईको अनुभव चाहिँ तल कमेन्टमा लेख्नुहोस्, किनकि यो च्यानल केवल मेरो यात्रा देखाउने ठाउँ होइन, तपाईका अनुभव र मेरा यात्राहरू भेटिने ठाउँ पनि हो। पछाडि छोडिँदै गएको काठमाडौँको व्यस्तता अनि अगाडि खुल्दै गएको बाटो, यात्राको दिशा परिवर्तनसँगै वातावरण पनि बिस्तारै बदलिँदै गएको महसुस हुन्छ। कुनै ठुलो घटना भएको छैन, कुनै विशेष कार्यक्रम पनि छैन, तर सामान्य दिनलाई पनि क्यामेराले सुरक्षित राख्न सक्छ। आजको यो भिडियो त्यसको एउटा प्रतिबिम्ब हो।
प्राय भिडियो बनाउन विशेष ठाउँ खोज्छौँ। हिमाल, नदी, ताल, झरना, प्रसिद्ध ठाउँ। तर जीवन त्यस्ता ठाउँमा मात्र हुँदैन। जीवन त यिनै सडकमा पनि छ। काममा जाने मानिसमा, सामान बोकेको ट्रकमा, यात्रु भरिएको बसमा अनि आफ्नो गन्तव्यतर्फ हिँडिरहेको एउटा साधारण मोटरसाइकलमा। आज हामीले विशेष ठाउँ होइन, एउटा साधारण दिनलाई रेकर्ड गरिरहेका छौँ। यो हेर्नुस् कलङ्कीको आकाशे पुल। यात्रा सकिएपछि हामीले प्राय गन्तव्य सम्झिन्छौँ। तर केही समयपछि बाटोमा देखिएका साना दृश्यहरू नै याद आउँछन्। कुनै ठाउँमा ट्राफिक थियो, कहाँबाट राम्रो हावा आयो, कुन क्षणमा घाम अचानक खुल्यो, कुन मोडमा नयाँ दृश्य देखियो। यिनै साना कुराले यात्रालाई सम्झन लायक बनाउँछ। त्यसैले यात्रा केवल पुग्नु होइन, बाटोमा बाँचेका क्षणहरू जम्मा गर्नु पनि हो। अब हामी गन्तव्यतर्फ नजिकै छौँ। केही समय अघि सुरु भएको यात्रा अब अन्तिम चरणमा पुगेको छ। बालाजुमा सुरु भएको दृश्य, रिङ रोडको चहलपहल, बाटोभरिका सवारी, बदलिदो आकाश, सबै अहिले एउटा यात्राको सम्झना बनिसकेका छन्। गन्तव्य नजिकै गर्दा एउटा रमाइलो अनुभूति हुन्छ। हामी जहाँ पुग्न निस्केका थियौँ त्यहाँ पुग्न अब केही क्षण मात्र बाँकी छ। अन्ततः हामी आइपुगेका छौँ कीर्तिपुर। बालाजुदेखि यहाँसम्मको यात्रा दूरीको हिसाबले असाधारण थिएन। तर हरेक यात्राको मूल्य किलोमिटरले मात्र निर्धारण गर्दैन। कहिलेकाहीँ एउटा सामान्य बाटोले पनि एउटा राम्रो सम्झना छोडेर जान्छ। यदि तपाईँलाई यस्ता वास्तविक यात्राहरू मनपर्छन् भने यो यात्रा यहीँ समाप्त भए पनि हाम्रो यात्रा यतिमै सकिँदैन। अर्को बाटो, अर्को ठाउँ, अर्को कथा फेरि यही च्यानलमा आउनेछ। भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस्, च्यानल नयाँ हो भने सब्सक्राइब गरेर यात्रामा जोडिनुहोस्। अनि यो भिडियो त्यस्ता साथीलाई सेयर गर्नुहोस् जसलाई सडकमा निस्किएर नयाँ ठाउँ हेर्न मनपर्छ। म फेरि अर्को यात्रामा भेटिनेछु। तबसम्म बाटो सुरक्षित होस्, यात्रा रमाइलो होस्। नमस्कार।